हजुर यो 50 आना जग्गा छ त्रिपुरेश्वरमा। 50 आना जग्गा, आनाको 45 लाख। यो यसको ठ्याक्कै अगाडि चाहिँ यहाँ चाहिँ यो काठमाडौँ हस्पिटल छ। पहिले यहाँ एभेन्यूज टेलिभिजन पनि थियो। मेन रोड चाहिँ यता छ। यहाँ काठमाडौँ हस्पिटल ल्याएर छ अहिले। यसको ठ्याक्कै पछाडि हो। अनि यहाँ चाहिँ यताबाट पनि आउन मिल्छ। यो बाटो चाहिँ नि यहाँनिर यो चाहिँ नि सी कन्स्ट्रक्सनको अफिस भयो। अनि यो बाटो चाहिँ अहिले चाहिँ नि कस्तो बनाएको छ भने वान वे बनाएको छ। यताबाट सिरेर गएर यसरी गएर यसरी गएर यसरी यहाँबाट यसरी गएर माथि सी कन्स्ट्रक्सनतिर निकाल्ने वान वे बनाएको छ अहिलेलाई। अनि यहाँबाट यहाँ चाहिँ नक्सामा चाहिँ यो 8 मिटरको बाटो हो। यो पुरै यहाँ सबै यो सबै बाटो बढ्ने हुन्। अनि बागमती नदी चाहिँ यहाँ छ। यहाँ बस्तीहरू छ टन्नै। यहाँ विश्वनिकेतनको यो फुटबल ग्राउन्ड भयो। अनि आएर चाहिँ अब यो जग्गामा आइपुग्नुलाई यहाँबाट यता आउने, यहाँबाट सिधा जाने, यहाँबाट यहाँनिर चाहिँ एउटा टायर पसल छ। यो त्रिपुरेश्वर चोकबाट यता टेकुतिर जाँदाखेरि यो पासपोर्ट विभाग कट्ने बित्तिकै यो टायर पसलबाट यता छिर्ने बाटो छ अहिले। यो बाटो एकदमै चलन चल्तीको छ। यो उता सानेपातिर जानेलाई, पाटन जानुलाई यसरी गएर चाहिँ यहाँबाट चाहिँ चढेर यो पुल तरेर यता यो बागमती कोरिडोरको रोड आयो पाटनतिरको। अब यो यहाँबाट चाहिँ नि यो स्कुल, यो विश्वनिकेतन स्कुल कम्पाउन्ड सक्ने बित्तिकै हजुरको चाहिँ नि उताबाट आउँदाखेरि दायाँ मोड्ने बित्तिकै यहाँनिर अहिले यो पनि 13 फिटको बाटो हो। अनि यहाँ चाहिँ एउटा 50 आनाको राम्रो चौकोना मिलेको जमिन छ। यो चाहिँ अहिले आनाको 45 लाखमा बजारमा बिक्रीमा आएको छ। जग्गा राम्रो छ, सस्तो छ। सहरको मुटुमा यति सस्तोमा पाउनु भनेको बिरलै आउँछ यस्तोहरू। हजुरहरूले सम्पर्क